तपाईको बिजनेस एउटा सर्टन लेभलमा पुगेपछि ग्रो नै भइरहेको छैन, तपाईले जति कोसिस गर्दा पनि धेरै पैसा कमाउन सक्नु भएको छैन भने तपाईको बिजनेस अड्किएको हुन सक्छ। र आजको भिडियोमा चाहिँ हामी नेपालमा बिजनेसहरू किन एउटा स्टेजमा गएर अड्किन्छन् र यसलाई हटाउन के गर्न सकिन्छ भन्ने बारे कुरा गर्नेछौँ। सो फर्स्ट अफ अल मेरो इन्ट्रोडक्सन, म चाहिँ प्रज्वल पन्त हो। म पहिला एज अ पर्सनल ट्रेनर काम गर्थेँ। एज अ पर्सनल ट्रेनर मैले आफ्नो बिजनेसलाई 6 लाख पर मन्थसम्म स्केल गरेँ, सर्भिस प्रोभाइड गरेर एक्लै एकजनाले मात्रै। त्यसपछि मैले आफ्नो नजिकको जिमहरू अरू ट्रेनरहरूलाई आफ्नो बिजनेस स्केल गर्न हेल्प गरेँ। मेरो जिम ग्रोथ नेपाल भन्ने कम्पनी थियो। त्यसबाट मैले थुप्रै जिमहरूलाई स्केल अप गर्न हेल्प गरिसकेपछि अहिले चाहिँ मसँग एउटा सफ्टवेयर छ जसलाई मैले आफै बनाएको हो। त्यसपछि म अहिले आफ्नो अरू क्लाइन्टहरूलाई स्केल गर्न, पैसा कमाउन हेल्प गरिरहेको छु। र मैले नेपालमा धेरै बिजनेसहरूलाई स्केल गर्न नसकेको, स्ट्रगल गरेको, एक लेभलमा गएर अड्केको देखेको छु। सो आजको भिडियोमा चाहिँ हामी यसकै बारेमा कुरा गर्नेछौँ। बिजनेस मेन अड्किने किन हुन्छ हामी यो कुरा बुझ्न ट्राई गर्नेछौँ। र यसमा चाहिँ म तपाईँलाई फर्स्ट अफ अल म मेरो स्टोरी आफ्नै भन्नेछु। म कहाँ अड्केको थिएँ भनेर तपाईँलाई बुझाउन ट्राई गर्नेछु। सो फर्स्टमा मैले एज अ पर्सनल ट्रेनर काम गर्न थालेँ होइन। पर्सनल ट्रेनरको कोर्स गरेँ। त्यसपछि के गरेँ भने मैले वान अन वान आफ्नो सर्भिस प्रोभाइड गरेँ। आफ्नो सर्भिस दिँदाखेरि सुरुमा मसँग एकजना क्लाइन्ट आउनुभयो होइन। त्यो एकजना क्लाइन्ट आइसकेपछि बिस्तारै बिस्तारै मसँग दुईजना क्लाइन्ट आउनुभयो। दुईजनाबाट मसँग 3 जना 4 जना क्लाइन्ट हुनुभयो। त्यसपछि के भयो भने मसँग बिहानदेखि साँझसम्म दिनमा 10 वटा क्लाइन्ट भयो है, एभ्री सिङ्गल डे। सो यो सुन्दाखेरि अब जसले पिटी गराउनु भएको भन्नु लागि कहाँ 10 वटा क्लाइन्ट ल्याउन सक्छ, के हो, के कुरा गर्छ, हामीसँग दिनमा एउटा क्लाइन्ट हुन्न, योसँग 10 वटा क्लाइन्ट हुन्छ, गफ दिन्छ भन्नु होला होइन। सो म ट्यापआउट फिटनेस भन्ने जिममा काम गर्थेँ। 2025 तिर 24-25 तिरको कुरा हो होइन। गएर त्यहाँ लगहरू होला नि, हेर्नुहोस् मजाले देख्नुहुन्छ। सो तपाईँलाई म मेरै स्टोरीहरू छ त्यहीँ हेरे हुन्छ, पुरानो पुरानो इन्स्टाग्राममा पोस्ट गरेको। बिहान 5 बजे म जिममा जान्थेँ र म साँझसम्म जिममै हुन्थेँ। नन स्टप क्लाइन्ट हुन्थ्यो मसँग। अब मैले यो कसरी गरेँ भने मैले प्रपर सेल्स र मार्केटिङ गरेर गरेँ। त्यो चाहिँ यो भिडियोको मेन टपिक होइन, अरू भिडियोमा मैले त्यो कुराहरू तपाईँलाई भनेको छु। सो एनिवेज हामी यहाँबाट कुरा गरौँ है त। म कहाँ अड्केको थिएँ? म अड्केको थिएँ मेरो घन्टामा है। मसँग अब टाइम थिएन कि मैले कसरी टाइम दिन सक्छु। मसँग जति टाइम छ मैले दिइसकेँ। मैले त्योबाट पैसा लिइरहेको छु क्लाइन्टसँग होइन। अब मैले के गरेँ त बिजनेस अगाडि बढाउन? मेरो लिमिटेसन के भयो? मेरो टाइम भयो त्यहाँनिर। मैले के गरेँ भने मैले सिम्पली मेरो प्राइस बढाएँ। प्राइस बढाइसकेपछि मेरो रेभेन्यू बढ्यो। प्राइस बढाउँदा सर्टेन मान्छेहरूले छोडेर गए होइन, तर नयाँ मान्छे आए, नट अ बिग डिल। क्लाइन्ट आइराखे, आउने जाने भइराख्यो, तर मैले इन्कम बढाएँ। तर जति प्राइस बढाउँदा पनि मैले महिनाको 1 लाखसम्म लिएको थिएँ त्यतिखेर, त्यो टाइममा होइन। त्यो महिनाको 1 लाखसम्म लिँदासम्म पनि मसँग केही न केही क्याप भयो। त्यो क्याप भनेको के थियो भने मेरो टाइमको लिमिटेसन। अब मैले के गरेँ? अब मैले धेरै दिमाग लगाएँ, सोचेँ, विचार गरेँ। मैले एउटा ग्रुपमा एकजनालाई ट्रेनिङ नगराएर, एक टाइममा एकजनालाई ट्रेनिङ नगराएर एउटा ग्रुपमा ट्रेनिङ गराउन थालेँ। एक टाइममा 4 जनालाई ट्रेनिङ गराउने। एक टाइममा 4 जनालाई गराउँदाखेरि मेरो बिजनेस अझै अगाडि बढ्यो है त। मेरो लेभरेज भयो भनौँ न। अब मैले त्यही एकै टाइममा 4 जना भयो मसँग, 4 जनाको मैले ग्रुप बनाइदिएँ। त्यही ग्रुपमा मैले सबैसँग पैसा लिएँ होइन। अनि त्यो गर्दाखेरि मेरो इन्कम अझै बढ्यो। त्यसपछि मैले अझै लेभरेज गर्न के गरेँ भने मैले हप्तामा 3 दिन मात्र ट्रेनिङ गर्न थालेँ क्लाइन्टलाई। हप्तामा 3 दिन ट्रेनिङ गराउने, 3 दिन रेस्ट गराउने। अब मसँग 2टा स्लट भयो, एउटा स्लट खाली थियो, अर्को स्लट आयो। क्वालिटीमा मैले कम्प्रोमाइज गरेन, किनभने 3 दिन ट्रेनिङ गरे इनफ हुन्थ्यो। अनि मैले क्लाइन्टहरूलाई होमवर्कको रूपमा यो आफै गर्नुपर्छ भनेर पनि असाइन गरिदिएँ। सो त्यसले गर्दाखेरि मसँग क्लाइन्ट पनि आए, क्लाइन्टले पनि रिजल्ट पाए। तर स्टिल के भयो भने मेरो बिजनेसमा क्याप लाग्यो है त। सो यो किन क्याप लाग्यो भन्दाखेरि इभन मैले 1 घन्टामा 4 जनालाई ट्रेनिङ गराए पनि मसँग दिनमा 12 घन्टा नै छ, त्योभन्दा बढी त छैन। अब मैले कसरी इन्कम बढाउने त? यहाँ आएर म अड्केँ है त। अब यो भनेको चाहिँ किन अड्केँ भने मैले आफ्नो टाइम दिइरहेको थिएँ त्यहाँ। मैले अरू लेभरेजहरू युज गरेको थिएन, मैले टाइम मात्र दिइरहेको थिएँ होइन। इफ अब मलाई अझै धेरै पैसा कमाउनु हुन्थ्यो भने त्यतिखेर मसँग यसको बारेमा आइडिया थिएन, मलाई थाहै थिएन यो सब कुराहरू। मैले त्यो थाहा नपाएर मैले पर्सनल ट्रेनिङ बिजनेस छोडेर आफूले थाहा पाएको कुरा, अब जिमहरूलाई पिटी बेच्न आउँदैन थियो त्यतिखेर होइन। जिमहरूलाई पर्सनल ट्रेनिङ भने के हो, कसरी बेच्ने केही पनि थाहा हुन्थेन, अझै पनि थाहा छैन। अनि मैले त्यही कुरा जिमलाई सिकाउन थालेँ। अब त्यो जिमलाई सिकाउँदा जिम मक्ख भयो, ए ल वाह भनेर। अनि उनीहरूले मलाई धेरै पैसा पे गर्यो, म त्यतिपट्टि गइदिएँ। अनेस्टली भन्नुपर्दाखेरि है, लुकाउनु पर्ने कुरा केही पनि छैन। मैले खास आफ्नो बिजनेस स्केल गर्न नसकेर पिटीलाई होइन, म जिमलाई आफूसँग भएको कुरा सिकाउन थालेँ है त। सो
मेरो टाइम ब्लक भइसकेपछि अब मैले के गर्ने, मसँग टाइम छैन हैन, मैले स्किल पनि गर्न सक्दैन, के गर्ने, त्यतिखेर मलाई थाहा पनि थिएन है त। अब मैले जब जिमहरुसँग काम गरेँ, जिमहरुलाई एज अ क्लाइन्ट लिएँ, मैले जिमहरुलाई मार्केटिङमा हेल्प गरेँ, जिमहरुलाई मैले सेल्स गर्न पिटी बिकाउनमा हेल्प गरेँ, मैले जिमहरुलाई ट्रेनर म्यानेज गर्नमा हेल्प गरेँ, त्यो क्रममा मैले टन्नै बुकहरु पढेँ, मैले सिकेँ, मैले लेभरेजहरुको बारेमा बुझेँ। त्यसपछि मैले के कुरा थाहा पाएँ भने बिजनेसमा मल्टिपल लेभरेजहरु हुँदो रहेछ हैन। कसको आइडिया हो मलाई याद छैन है, आई डोन्ट नो हु सेड दिस एक्ज्याक्टली, तर मलाई यो आइडिया मात्रै याद छ। एकजना चाहिँ मैले ड्यान क्यारेन्टीको मुखबाट सुनेको थिएँ, बिजनेसको लेभरेज के हुन्छ भनेर, अर्को चाहिँ मलाई थाहा छैन। सो फर्स्ट लेभरेज थियो लेबर, सेकेन्ड लेभरेज के थियो मिडिया, थर्ड लेभरेज के थियो कोड, फोर्थ लेभरेज के थियो नलेज है त। सो मिडिया कोड हैन, माई ब्याड फर्स्ट लेभरेज के थियो लेबर, सेकेन्ड के थियो क्यापिटल, थर्ड के थियो कोड, फोर्थ के थियो मिडिया, अनि फिफ्थ के थियो नलेज। सो यो पाँचवटा जुन लेभरेज थियो हामीसँग बिजनेसलाई स्केल गर्न चाहिने, यो लेभरेजमा मैले खाली एउटा मात्रै युज गरिरहेको छु, लेबर है त। सो मैले आफ्नो टाइम मात्र दिइरहेको रहेछु, मैले आफ्नो टाइम बाहेक अरू केही पनि बेचिरहेको रहन्छु। त्यो टाइम बेचेर म लेबरको रूपमा काम गरेर मैले महिनाको 6 लाखसम्म कमाउन सकेँ हैन। तर वाट इफ मैले क्यापिटल लगाएको भए के हुन्थ्यो होला हैन। मैले त्यही पर्सनल ट्रेनिङ बिजनेसमै यदि मसँग टन्नै पैसा भएर मैले पैसा ल्याएर आफ्नो जुन पैसा बचेको थियो त्यसलाई बचाएर एउटा सानोतिनो स्टुडियो खोलेर त्यो स्टुडियोमा अरू ट्रेनरहरूलाई ल्याएर तिनीहरूलाई काम सिकाएर हैन, त्यो क्यापिटललाई मैले प्रयोग गरेर त्यो ट्रेनरहरूसँग मैले पैसा लिन सक्थेँ, मेरो बिजनेसले अझै बढी पैसा कमाउन सक्थ्यो है त। सो मसँग क्यापिटल मैले युज गरेन। सेकेन्डमा मसँग मिडिया, मैले के गर्न सक्थेँ भने मैले कोर्स बनाउन सक्थेँ है त। मैले त्यतिखेर एउटा डिजिटल कोर्स बनाएर डिजिटल प्रडक्ट बनाएर त्यसलाई मैले सेल गर्न सक्थेँ। अब कोही मान्छे वेट लस गर्ने भनेर आयो हैन, मेरो प्राइस महँगो छ, मसँग क्लाइन्ट छैन, सरी मसँग स्लट छैन बेच्नको लागि, मैले के भन्न सक्थेँ भने मेरो यो कोर्स छ, यो कोर्स लिनुस्, यो कोर्समा यस्तो यस्तो छ, यो कुरा तपाईले युज गर्न सक्नुहुन्छ र योबाट तपाईले रिजल्ट पाउन सक्नुहुन्छ। अब के भयो भने त्यो एउटा कोर्स मैले आफै बनाएँ, तर अब त्यो एउटा कोर्स 1000 जनाले 2000 जनाले कन्ज्युम गर्न सक्छन्। त्यो गर्दाखेरि मैले आफ्नो टाइम खर्च गर्नु परेन, तर मैले त्यो गरेन किनकि मलाई आइडिया थिएन है त। अब थर्डमा मैले के गर्न सक्थेँ भने मैले कोडहरू, मैले सिस्टम अटोमेसनहरू युज गर्न सक्थेँ पर्सनल ट्रेनिङ बिजनेसमा। अब त्यो कुरा चाहिँ अब यता अब मिडियामै आयो हैन, मैले एपहरू बनाउन सक्थेँ, मैले सिस्टमहरू बनाउन सक्थेँ कोचिङ गर्ने। अब त्यो कुराहरू चाहिँ मैले युज गरेन। यो कोड भनेको चाहिँ तपाईको यो एउटा हाम्रो कन्फ्युजन हुन्छ, यो भने के हो भन्छौँ, हामीले काम गर्ने सिस्टमलाई पनि हामीले कोडमा राख्न सक्छौँ र हामीले एक्चुअल सफ्टवेयरलाई पनि हामीले कोडमा राख्न सक्छौँ। कुनै पनि अटोमेसन हुन्छ नि त्यसलाई हामीले कोड भन्छौँ क्या, लेभरेज त्यो पनि एउटा लेभरेज नै हो है त। मैले केही पनि युज गरिनँ। अब अर्को लेभरेज मसँग नलेज, मसँग थिएन नलेज त्यतिखेर, सबैभन्दा भ्यालुएबल लेभरेज हुन्थ्यो यो चाहिँ। मैले अरू ट्रेनरले के गर्छ भन्ने पनि हेरेन, मार्केटमा के चलिरहेछ भन्ने पनि हेरेन, मैले खालि एउटा कुरा मात्रै हेरेँ, त्यो कुरा के हेरेँ भने मलाई सेल्स गर्न आउँछ, मलाई मार्केटिङ गर्न आउँछ, पिटी बिकाउन आउँछ, मैले राम्रो ट्रेनिङ गराउन सक्छु, म यतिमा अड्केँ। अब म के गर्ने एउटा एलेक्स हर्मोजीले पहिला भन्नुभएको थियो कि उहाँको एउटा भिडियो थियो हैन, लाइक म्याट्रिक्सको इक्जाम्पल दिएर वुमेन इन रेड ड्रेस भन्छ अरे कि हैन। त्यो भनेको चाहिँ हामीले आफूले गरिरहेको कुनै काम हामीलाई गाह्रो लाग्यो भने हामीले अर्को काम जुन छ त्यसलाई हामीले सजिलो मान्छौँ रे भनौँ न एउटा, किनकि त्यो काम भर्खर लेभल 1 मै हुन्छ हैन, हामीलाई त्यो काम एकदम सेक्सी र एट्र्याक्टिभ लाग्छ रे कि, अनि हामी त्यो गर्न खोज्छौँ रे हैन, किनभने त्यो कामको ब्याड साइड हामीलाई थाहा हुँदैन है त। सो त्यही कुरा चाहिँ मलाई भएको थियो त्यतिखेर, मलाई त्यो थाहा पनि थिएन कि यो यस्तो यो सिन्ड्रोम भन्ने भोग्ने कुरा हो, भोग्यो हैन। जहिले पनि हामीलाई चाहिँ हाम्रोको मात्रै थाहा हुन्छ नेगेटिभ कुरा। अब मेरो पिटी बिजनेसमा यस्तो छ यस्तो छ, ब्याड साइड यो छ, मैले स्केल गर्न सकेन, त्यो मात्रै थाहा छ। अनि मैले इजी अल्टरनेटिभ के देखेँ भने ए ल जिमले यो कुरा मलाई सिकाइदियो भनिरहेछ, जति पैसा मैले मसँग मेरो क्लाइन्टहरूसँग लिइरहेको छु पिटी गर्ने, जिमले त मैले एउटै जिमबाट मैले 5 लाख पनि लिन मिल्छ, 6 लाख पनि लिन मिल्छ हैन, यो पिटी क्लाइन्टले त मलाई कति नै दिन्छन् र, जिम त धेरै छ, ठुलो छ हैन। मेरो माइन्डमा त्यो मात्रै भयो। अब त्यो पनि एउटा त्यो छुट्टै बिजनेस थियो, अलि हाइली लेभरेजेबल थियो, त्यो आफ्नो ठाउँमा छ, तर मैले पिटलाई पनि स्केल गर्न त सक्थेँ त्यतिखेर मलाई आइडिया थिएन। एनिवेज, सो यो भइसकेपछि मैले धेरै कुराहरू पढिसकेपछि अब अहिले म यो स्टेजमा छु कि म जुनसुकै बिजनेसलाई हेरेर पनि त्यो कहाँ अड्कियो त भनेर भन्न सक्छु है त। सो अब नेपालमा बिजनेस अड्किने भनेको पनि यही म जस्तै हो।
मैले चाहिँ पढेँ, रियलाइजेसन गरेँ होइन, आफ्नो बिजनेसलाई स्केल गरेँ। तर मैले नेपालमा टन्नै बिजनेसहरू छन् जुन अड्केको देखेको छु र त्यो वुमेन इन रेड भनौँ न, एउटा आफ्नो बाहेक अरूको बिजनेसलाई एट्र्याक्टिभ मानेर त्यतातिर अगाडि बढेको देखेको छु। एउटा म तपाईँलाई इक्जाम्पल भन्छु। म अस्ति ड्राइभिङ सिक्न गएको थिएँ, कार होइन, ड्राइभिङ लाइसेन्स पास पनि गरेँ म। अनि त्यो ड्राइभिङ सेन्टरको जुन अनर हुनुहुन्थ्यो उहाँसँग पनि मेरो राम्रो कुराकानी हुन्थ्यो एभ्रिडे। अनि उहाँसँग कुरा गर्दाखेरि उहाँले चाहिँ ड्राइभिङ सेन्टर चलाइराख्नु भएको थियो है त। त्यो ड्राइभिङ सेन्टर चलाउँदा चलाउँदै उहाँको ड्राइभिङ सेन्टरमा मान्छे पनि आउनु थाले, उहाँले म्याक्स आउट पनि गर्नुभयो, प्रफिट कमाइराख्नु भएको थियो। अब उहाँले चाहिँ के गर्दै हुन्थ्यो भने उहाँले आफ्नो ड्राइभिङ सेन्टरकै नजिक भनौँ न छेउमा त्यही जग्गा युज गरेर एउटा कार वास राख्दै हुनुहुन्थ्यो कि है त। सो उहाँले चाहिँ ड्राइभिङ सेन्टरलाई नै स्केल गर्न चाहिँ खोज्नु भएन होइन, जति छन् जे छ ठिक छ होइन, अब म अर्को गर्छु, कार वास खोलिदिन्छु। किनभने कार वास खोल्न पैसा मात्रै लगानी गर्नु पर्यो, सजिलो भयो, एकछिनमा भयो। अब ड्राइभिङ बिजनेसलाई नै लेभरेज गर्नु त स्टडी गर्नु पर्यो, खोज्नु पर्यो, अनुसन्धान गर्नु पर्यो होइन। सो सेम थिङ हियर, मैले चाहिँ उहाँलाई हेर्दाखेरि आफूलाई नै देखिरहेको थिएँ, ल बिजनेस मात्रै फरक हो, यो त मै नै हो म पनि यही ठाउँमा थिएँ 2 वर्ष अगाडि होइन। अब उहाँलाई मैले कसरी भनौँ, अब यो किनकि झमेला हुन्छ होइन, अब यसरी भिडियो त छैन, तपाईँ जस्तो भिडियो हेर्नु भएको छैन उहाँले। त्यो भएर मैले उहाँलाई दुःख गरिनँ भन्न, बुझाउन मैले उहाँलाई भन्न सक्थेँ धेरै कुराहरू। उहाँलाई मैले के भन्न सक्थेँ भने तपाईँको ड्राइभिङ सेन्टरमा मान्छे आइरहेको छैन भने एड गर्नुहोस्, अझै मान्छे आउँछन्। मल्टिपल टाइपको अफरहरू ल्याउनुहोस् होइन। अफरमा के गर्नु सक्नुहुन्छ तपाईँले, जस्तै पास नहुँदा बेर सिक्नेवाला अफर ल्याउनुहोस्, अथवा प्राइस अझै बढाउनुहोस्। देयर आर लट अफ थिङ्स, उहाँले धेरै कुरा गर्न सक्नुहुन्थ्यो तर उहाँले गर्नु भएन है त। उहाँले त्यही ड्राइभिङ सेन्टरमै आफ्नो अझै राम्रो एक्सपर्ट ट्रेनरहरू ल्याएर, आफ्नो एक्सपर्ट कोचहरू ल्याएर त्यसलाई अझै प्रपरली फर्मेट गरेर होइन, त्यसलाई एकदम बबाल बनाएर आफूसँग जुन पढेको स्टुडेन्टहरू छ तिनीहरूको टेस्टिमोनी लिएर 1 मिनट पनि ड्राइभिङ सेन्टर खाली नहुने गरी मार्केटिङ गर्न सक्नुहुन्थ्यो, फेसबुक एडहरू गर्न सक्नुहुन्थ्यो होइन, धेरै कुराहरू गर्न सक्नुहुन्थ्यो। बिलबोर्डहरू राम्रो थिएन, बिलबोर्डलाई राम्रो गराउन सक्नुहुन्थ्यो। त्यो गर्ने बित्तिकै ठुलो कारवासको जति लगानी नगरिकनै उहाँको बिजनेसमा क्यास आउँथ्यो। तर उहाँले त्यो गर्नु भएन। किन गर्नु भएन भने एउटा त नलेज लेभरेज थिएन, उहाँलाई थाहा थिएन के गर्ने भनेर। अर्को कुरा, उहाँले इजी वे आउट खोज्नुभयो। त्यो मैले पनि गरे हो, मैले तपाईँहरूलाई यहाँ रङ भनिरहेको छैन फेरि है, यो सबैले गर्छन्। इफ यु डोन्ट नो हाउ टु स्केल द बिजनेस यु विल डु द्याट। किनभने नेचुरल्ली तपाईँहरू जस्तो ट्यालेन्टेड मान्छेहरूको जुनसुकै बिजनेस अनर होस् जो सक्सेसफुल छ उसले पैसा कमाउनु खोज्छ, वृद्धि विकास गर्न खोज्छ। अनि त्यसले के गर्छ भने त्यसले इजी वे आउट खोज्छ। तर त्यो चाहिँ एउटा ट्र्याप हो। किन ट्र्याप हो भने तपाईँलाई म अझै बुझाउँछु। हजुरहरूले मेरो प्रिभियस भिडियो हेर्नु भएको छ कि छैन, म हेर्नु भएको छैन नै भन्ने एजुम गर्छु। हामीले लास्ट टाइम नेपालमा कुन इन्डस्ट्रीले कति पैसा कमाउँछ भन्ने बारे कुरा गरेका थियौँ होइन। त्यसमा सबैभन्दा धेरै लेभरेजेबल के थियो, एजुकेसन थियो। सो एउटा स्कुलले अराउन्ड 2 लाख प्लस कमाउँछ एभरेजमा पर मन्थ होइन। त्यही अरू कुनै पनि बिजनेस होस् त्यसको त्यति धेरै मार्जिन छैन। सो ड्राइभिङ सेन्टर कहाँ पर्छ, एजुकेसनमा पर्छ। इफ उहाँले आफ्नो इन्डस्ट्रीलाई बुझेको भए, आफ्नो बिजनेसलाई बुझेको भए उहाँले त्यो ड्राइभिङ सेन्टरमा लगानी नगरेर स्कुल खोल्ने कारवास खोल्ने गल्ती चाहिँ गर्नुहुन्थेन है त। सो थिङ यु निड टु अन्डरस्ट्यान्ड, इफ तपाईँलाई बिजनेस स्केल गर्नु छ भने चाहिँ तपाईँले लेभरेजहरू बुझ्नुपर्छ। र नेपालमा बिजनेस स्केल नहुने नम्बर 1 रिजन भनेको नेपाली बिजनेस अनरहरूलाई लेभरेज भनेको के हो भन्ने कुरा थाहा छैन। उहाँहरूले चाहिँ हार मान्नुहुन्छ चाँडै नै। हार मान्ने भन्दा पनि त्यो आइडिया नै हुँदैन कि उहाँहरूलाई यो गर्नुपर्छ भन्ने थाहै हुँदैन। अनि त्यो इजी वे आउट भनेको के गर्ने, नयाँ बिजनेस स्टार्ट गर्ने। सो त्यो भनेको एकदमै मूर्खता हो, गर्नु हुँदैन। मैले पनि गरे हो पहिला, फेरि तपाईँले मात्रै गर्नुपर्छ मैले भन्दैन म। त्यसको बदलामा के गर्ने भने यो 5 वटा लेभरेज युज गर्ने, सिम्पल एज द्याट है त। लेभरेजहरू युज गर्ने र जुन बिजनेसमा म अहिले छु त्यसलाई म कसरी स्केल गर्न सक्छु र मभन्दा माथिको मान्छेहरू जुन छन् जसले मेरै बिजनेसमा मभन्दा बढी पैसा कमाइरहेको छन् तिनीहरूको आइडिया म कसरी चोर्न सक्छु। एक्ज्याक्टली तपाईले सही सुन्नुभयो, म कसरी तिनीहरूको आइडिया आफ्नो बिजनेसमा चोरेर इम्प्लिमेन्ट गर्न सक्छु त्यो तपाईले सोच्नु पर्यो। अब तपाईँ अहिले कुन एजमा हुनुहुन्छ, तपाईँ यस्तो एजमा हुनुहुन्छ हैन, अमेरिकामा भएको कार वासले कसरी पैसा कमाइरहेको छ भनेर तपाईले यहाँबाट युट्युबमा गएर सर्च गरेर भिडियो हेर्न सक्नुहुन्छ, गुगललाई सोध्न सक्नुहुन्छ, इभन च्याट जीपीटी एआई तपाईसँग छ। तपाईलाई केही पनि कुराले अहिले रोकिरहेको छैन, नलेज जति पनि छ है त। सो त्यो
त्यो रिसर्च गरेर तिनीहरूको बिजनेस मोडल बुझेर तिनीहरूको आइडियालाई तपाईँले कपी गरेर इम्प्लिमेन्ट गरेर यहाँ इजिली आफ्नो बिजनेसलाई स्केल अप गरेर पैसा कमाउन सक्नुहुन्छ। एकदमै इजिली कमाउन सक्नुहुन्छ, किनभने तपाईँले अहिले जे कुरा गरिराख्नु भएको छ नि त्यो कुरा पहिला अरू कसैले गरिसकेको छ यो दुनियाँमा होइन। यो दुनियाँ यति ठुलो छ होइन। अर्को फाइदाको कुरा के छ भने हामी अहिले थर्ड वर्ल्ड कन्ट्रीमा छौँ, नेपालमा छौँ। सो नेपाल त अहिले अरू देशभन्दा केही नभए पनि लाइक एकदमै धेरै पछाडि त छैन, तर पछाडि नै छ। अमेरिकामा, युरोपमा, अब ठुल्ठुलो डेभलप कन्ट्रीहरूमा जुनसुकै बिजनेस होस् त्यो नेपालमा आउन 5 देखि 10 वर्ष लाग्छ, इभन 2-4 वर्ष मिनिमम लाग्छ होइन। त्यो देशहरूमा कसरी काम भइरहेको छ भन्ने कुरा बुझेर तिनीहरूको आइडियालाई तपाईँले लिएर नेपालको कन्टेक्स्टमा म कसरी इम्प्लिमेन्ट गर्छु भनेर तपाईँले सोचेर गर्नुभयो भने तपाईँलाई एकदमै इजी हुन्छ स्केल गर्न, गाह्रो हुँदैन। अरूलाई स्टडी गर्नु पर्यो। इफ अरूले गरिसकेको छ गल्ती भने तपाईँले त्यसको गल्तीबाट सिक्ने हो, आफूले गल्ती गर्ने होइन है त। सो जिमको केसमा म एज अ पर्सनल ट्रेनर मैले अरूभन्दा कसरी धेरै पैसा कमाएँ, मैले कसरी धेरै सेल गरेँ भन्दाखेरि मैले यही नै गरेँ हो। पर्सनल ट्रेनिङको कोर्स मैले नेपालमा गरेँ NYFAबाट। त्यसपछि मैले एसको कोर्स, सर्टिफिकेसन कोर्स गरेँ। एस भनेको चाहिँ अमेरिकन कोर्स हो होइन। त्यतिखेर चाहिँ नेपालमा हाइली रिकग्नाइज थियो। त्यो कोर्स गरिसकेपछि मैले के गरेँ, मैले कोर्सहरूमा टाइम वेस्ट गर्न छाडिदिएँ। किन गर्न छाडिदिएँ, किनभने मेरो कोर्समा बबाल नम्बर आएको थियो। मैले नेपालको नेसनल टिमहरूलाई कोच गराउँथेँ त्यतिखेर होइन, फुटबल टिम, बास्केटबल टिम, एज अ स्ट्रेन्थ एन्ड कन्डिसनिङ कोच। सो नलेज लेभल मेरो नेक्स्ट लेभल थियो। तर मैले अब आफ्नो नलेज अपडेट गर्नु पर्दैन भन्ने कुरा बुझेर मैले त्यो गर्न छोडिदिएँ। मैले के गरेँ भने मैले बाहिर अरू देशमा पर्सनल ट्रेनरहरूले कसरी पैसा कमाइरहेछन्, कसरी सेल गरिरहेछन् भन्ने कुरा रिसर्च गरेँ। त्यो रिसर्च गर्ने चक्करमा मेरो हातमा जिम लन्च भन्ने कम्पनी, एलेक्स हर्मोजीको जिम लन्च भन्ने कम्पनी आयो। त्यो कम्पनीको बुक मैले पाइरेसी नै भनौँ, नेपालमा किन्नै पाउँदैन होइन। अब इफ मैले गल्ती गरेको भयो भने म माफी माग्छु होइन। अब त्यो एनास आर्काइभ भन्ने वेबसाइट थियो, त्यहाँ गएँ, खोजेँ। पहिला सुरुमा चाहिँ मैले दराजमै खोजेँ, लिगली नै किन्न खोजेँ, पाउँदै पाएन। त्यहाँ गएर हेरेँ, ए बुक देखेँ, बुक डाउनलोड गरेँ। त्यो बुक डाउनलोड गरेर त्यो बुकलाई मजाले पढेँ। यसरी सेल गर्नु पर्दो रहेछ, यसरी हामीले जिमलाई स्केल गर्न सक्दो रहेछौँ। जिम र पिटी एउटै हो काइन्ड अफ होइन। अब स्लाइट डिफ्रेन्स हुन्छ होइन, बाँकी त सबै एउटै हो होइन। सेल त यसरी गर्नु पर्दो रहेछ, सर्भिस यसरी दिनु पर्दो रहेछ, प्रोटिनहरू यसरी बेच्नु पर्दो रहेछ, अब हप्तामा 6 दिन ट्रेनिङ नगराएर 3 दिन ट्रेनिङ गराउनु पर्दो रहेछ। यस्तो कुराहरू मैले त्यो बुकबाट सिकेँ। अनि त्यो बुकबाट सिकेर मैले इमिडिएटली इम्प्लिमेन्ट गर्दाखेरि मेरो इन्कम बढ्यो। जुन ठाउँमा एउटा ट्रेनरले 1-2 पिटी पाउँदैन त्यो ठाउँमा मैले त्यो टाइममा एड पनि गरेँ होइन, फेरि सोल्ली आफ्नो सेल्स स्किलकै भरमा। मेरो अगाडि जो मान्छे पर्छ, 5 जना मान्छे अगाडि पऱ्यो भने 2 जनालाई मैले बेचिदिन्थेँ। त्यो 3 जना चाहिँ चाहिने हुन्थ्यो, त्यही पनि म पिच गर्न खोज्थेँ होइन। तर सक्थेन, रिफरल पाउँथेँ फेरि है त। त्यसरी गरेर मैले आफ्नो फुल स्लट प्याक पारेको थिएँ है। यो कुरा म तपाईँलाई बुझाउन चाहन्छु। अब मैले फेरि एड पनि गरेको थिएँ, त्यो चाहिँ अलि नेक्स्ट स्टोरी हो। त्यो स्लट प्याक भइसकेपछि मैले ट्यापआउट छोडिसकेपछि जब मसँग क्लाइन्ट भएन, किनभने मैले त्यो 10वटा क्लाइन्ट दिनमा पुगाएको त एकदम बिस्तारै हो, 1 बाई 1 गरेर हो होइन। त्यसपछि मलाई चाहिँ के भयो, नेसेसिटी भयो। अब यो महिना इन्कम छ, अर्को महिना छैन, किनकि म त्यो जिममा काम गर्न छोडेँ। अब क्लाइन्टहरूलाई लान मिल्दैन। सो मैले त्यहाँबाट इमिडिएटली एडहरूको कोर्स गरेर, बुकहरू पढेर होइन, जिम लन्चको बुकमा पनि थियो एडको बारेमा, त्यो बुकको कुराहरू पनि इम्प्लिमेन्ट गरेर फेसबुकमा एड रन गरेर लिड जेनेरेट गरेर विदिन फ्यु डेज, भनौँ न फ्यु डेज के धेरै टाइममै लाग्यो होइन, एकदमै छिटोभन्दा छिटो मान्छेहरू ल्याएर उनीहरूसँग कुरा गरेर मिटिङ बसेर सेल गरे हो। र त्यसरी चाहिँ मैले आफ्नो बिजनेसलाई स्केल गरे हो। सो कन्क्लुजनमा म तपाईँलाई के भन्छु भने, इफ तपाईँ नेपाली बिजनेस अनर हो, तपाईँले पैसा कमाउन चाहनुहुन्छ भने नयाँ सेक्सी कुराहरू हेर्नुभन्दा, अरूले के गरेको छ भनेर हेर्नुभन्दा आफ्नो इन्डस्ट्रीमा, आफ्नो बिजनेसमा म कसरी स्केल गर्न सक्छु त्यो कुरा पत्ता लगाउनमा लगाउनुहोस् समय होइन। आफ्नो बिजनेसलाई बुझ्नुहोस्, मेरो बिजनेसको क्वालिटी के हो, मेरो बिजनेसमा के छ सबैभन्दा ठुलो कुरा, मेरो बिजनेसमा के कुरा भएन भने मेरो बिजनेस डुब्छ। इफ मैले यो कुरा हटाइदिएँ मेरो बिजनेसबाट भने मेरो बिजनेस डुब्छ, त्यो कुरा के हो, त्यस्तो कुराहरू आइडेन्टिफाई गर्नुहोस् र त्यसमा काम गर्नुहोस्, बिजनेस स्केल हुन्छ है त। मैले बारम्बार भन्छु, म फेरि पनि भन्छु, यो 5वटा लेभरेज र सेल्स, मार्केटिङ र लिडरसिप अनि प्रडक्ट, यो 4वटा कुरा
तपाईँले बबाल बनाउनु भयो र तपाईँले यो 5 वटा लेभरेज युज गर्नुभयो भने तपाईँलाई पैसा कमाउनबाट कसैले पनि रोक्न सक्दैन है त। अब अर्को एउटा कुरा छ फेरि, लेभरेज गर्न चाहनु पर्यो, मेहनत गर्नु पर्यो है त। मेहनत गरेन भने केही पनि हुँदैन फेरि। अब बिजनेस पनि अगाडि बढाउनु छ भन्ने, अनि जात्रामा पनि तपाईँ जानु पर्यो, साथीको बिहेमा पनि तपाईँलाई जानु पर्यो, घुम्नु पनि तपाईँलाई पर्यो, सबै कुरा तपाईँलाई गर्नु पर्यो भने चाहिँ हुँदैन लेभरेज, किनभने तपाईँले आफ्नो टाइमै दिएन त्यहाँ हैन, तपाईँले एफर्ट नै दिनु भएन। तर इफ तपाईँले आफ्नो जी जान लगाएर यो यो 5वटा लेभरेजलाई युज गर्नुभयो र यो 4वटा कुरामा तपाईँ राम्रो हुनुभयो, सेल्स, मार्केटिङ, म्यानेजमेन्ट र प्रोडक्ट, भने तपाईँको बिजनेस ग्रो हुनबाट कसैले पनि तपाईँलाई रोक्न सक्दैन। यु विल ग्रो इट। सो यति भन्दै म तपाईँसँग बिदा माग्छु। सी यू इन नेक्स्ट भिडियो। इफ तपाईँलाई केही क्वेसनहरू छ भने कमेन्ट गरिदिनुहोस्, आई विल ट्राई टु एन्सर यू। बाई बाई।